केएलमा आएको छु। यस्तो छ अहिले यो चाइनिज गेट भनिन्छ यसलाई। हाम्रो चाइनिजहरु धेरै पाइन्छ यहाँ प्रायसो। तपाईहरु पनि आउनु भएको छ होला। नआउँदाखेरि आउनु, धेरै रमाइलो ठाउँ रहेछ केएलमा। हामी जस्ट पुटकेलाङबाट केएल आएको, भर्खर बसबाट ओर्लेर ठिक्क चाइनिज गेटमै ओर्लाइदिन्छ। त्यस पछाडि हिँड्दा हिँड्दा हाम्रो अगाडि साथी हुनुहुन्छ। यो चाहिँ बाहिर निस्क्यो चाइनिज गेटबाट। यो चाहिँ यस्तो छ, पुरा घाम लागिरहेछ। साथीको बेनालाई भेट्न जाँदैछु। के अब अचार सचार धेरै थोक ल्याएको छ नेपाल। घामले पुरा पोलिरहेछ। कल गर्दै हुनुहुन्छ। यहाँ डाइरेक्ट ठुलो बिल्डिङहरू रहेछ, पुरै मार्केट पनि छ। क्रस गर्छौं। क्रस गरेपछि हामी सबैजना भेटेर हामी भेटघाट गरेर अब हामी अर्को ठाउँमा गइरहेछौँ। पार्कमा गइरहेछौँ। प्रायः फिल्म सुटिङ हुँदाखेरि चाहिँ प्रायः सुटिङ गर्छ यही पार्कमा। पुगेको त छैन, मैले हेरिरहेको छु सबैजना हेर्दै मान्छे पोज दिइरहेछ, यता फोटो खिचिरहेछ। मान्छे साथीको बिना हुनुहुन्छ, उहाँ साथी अनि यहाँ लिम्बू साथी, उता राजनीति साथी। हामी जम्मा 4 जना छौँ। यता चाहिँ म पुरै कस्तो दामी लागेर त्यही भएर यही हो हाम्रो पार्क। यहाँको मलेसियाको सबैभन्दा ठुलो पार्क यही रहेछ। यस्तो यहाँ चाहिँ प्रायः सो आइरहेको छ मान्छेहरू। यहाँ चाहिँ मैले भनेको थिएँ फिल्म सुटिङ उता केही गर्नु पर्दाखेरि चाहिँ यहाँ सुटिङ गर्छ। प्रायः सो यहाँ धेरैजनाले फोटो उताउति लिएको हुन्छ। यसैमा धेरै पाइन्छ फिल्म सुटिङ गर्नलाई यो। अनि प्रोग्राम हुँदाखेरि यिनीहरू प्रायः गर्छ धेरै कन्सर्ट के हुँदाखेरि। 1 जनवरीमा यही गरेर ठुलो स्टेट बनाएर बाटोमा। यता प्रायः गाडी चल्न दिँदैन।
त्यसपछि केटाकेटीहरू पुरा भेटघाट हुन्छ। यहाँ सबै झन्डै झन्डा छ। उता एउटा भित्र ठुलो झन्डा छ, त्यहाँ चाहिँ जान पाएन। हामी यहाँबाट पनि ठुलो टावर देखिन्छ, सबैभन्दा ठुलो। कोही मानिन्छ भन्छ KLCC भन्दा अलिकति ठुलो। यो चाहिँ कहाँ जाँदैछ भित्र हामीलाई पनि थाहा भएन। यहाँ घन्टाघर छ, सेम काठमाडौँ जस्तो कि एकदम। यो चाहिँ हामी पार्कदेखि यता साइडतिर आयौँ अनि हल्का आराम गरौँ भनेर सबैजनाले यहाँ फोटो खिचिरहेको छ, त्यही हेर्दै बसिरहेको। तर यो सिन सिधामै आउँदो रहेछ। म पनि फर्स्ट टाइम आएको, म पहिला आएको थिइनँ किनभने साथी नभएर म आएको। यता साथी पाएँ अनि साथीले भन्नु जाउँ कि जाउँ, त्यही भएर आइदिएको। यता दुईजना जोडी बसिहाल्नु भएछ, उता फोटो सोटो पोज दिँदै। हेर्दै हुनुहुन्छ नि। यो चाहिँ कुन ठाउँ भनेपछि केएलको जस्ट पोट्राया भन्ने ठाउँमा छ, मलेसिया मेन सिटी। उता चाहिँ चाइनिजहरू फोटो खिचिरहेको छ, जस क्यामेरा चाहिँ सही लागेको छ त्यतिखेर नै देखाइदिने। म पनि त्यो हेरेको हेरै भइहालेछु। पुरा फोटो खिच्दै हामी चाहिँ हेरेको हेरे। राम्रो रहेछ। यता चाहिँ बाबा छोरी मम्मी तीनजना हुनुहुन्छ, अगाडि आउनुभएछ। घाम पनि लाग्छ तर ठिक्कको लाग्दो रहेछ मलाई चाहिँ। यहाँ त्यति खासै पोल्दैन रहेछ, दुबई कतार जस्तो। दुबई कतारमा त धेरै भाप्रे पोल्छ, बस्नै सकिँदैन यस्तो घाममा त। त्यहाँ त रुम बाई रुम हुँदैन, बेलुका मात्रै निस्किन पाइन्छ यस्तो घुम्न सुम्न, न त घामले त डराइहाल्छ। यहाँ चाइनिजहरू यहाँको यस्तो राम्रो छ बाफले। तर यिनीहरूको कोही कपडा सपडा लाउने तर बेग्लै छ कि मर्जीले गर्छ भन्ने टोक्ने यताउति हुँदैन कि हामी जस्तो। मेरो साथी फोटो खिच्दै हुनुहुन्छ, पुरा पोज दिँदै। अर्को ग्रुप चाहिँ आएछ फोटो खिच्न। कस्तो मलाई त डर लाग्यो के यता हेर्दैछ कि भनेर घुमाइदिएको कि। अनि मेरो साथी पुरै भिडियो लिइरहेछ सबैजनाको, एकदम झकास तरिकाले। फुलबारी छ, फुलबारी पुरै चारैपट्टिबाट देखाइन गइरहेछ।
त हामी अब आयो सबभन्दा ठुलो बजार। यहाँको चाहिँ हाम्रोतिरको मेला लागेको जस्तो यहाँ पनि लाग्दो रहेछ पुरा। हर दिन प्रत्येक दिन हाम्रो त टाइम टु टाइम हुन्छ, कहिले आउँछ मेला हो त्यतिखेर मात्रै। यहाँ चाहिँ दिनेपछि यस्तै हुन्छ, यस्तै भिड हुन्छ। यहाँको भिडको कमी हुँदैन, दिनदिनै यस्तै हुन्छ। झन् सबभन्दा चाइनिज न्यु इयरमा चाहिँ धेरै हुन्छ भिड। अहिले त हल्का खुल्ला छ, यस्तै हिँड्न सकिरहेको छौँ। पछि त चाइनिज न्यु इयरमा त झनै भिड हुन्छ, हामीलाई त आउने कुरो हुँदैन त्यति, किनभने लफडा पनि पर्न सक्छ। मेरो साथीहरू अगाडि छ होइन। दोकानहरू सेम नेपाल जस्तै छ पुरै, तर यहाँ चाहिँ प्राइस धेरै महँगो रहेछ। घुम्ने ठाउँ चाहिँ राम्रो रहेछ, प्रायः सामानहरू किन्दाखेरि अलिकति धेरै दाममा पाइन्छ। अर्को दोकानमा जाँदाखेरि सानो दोकानमा तर त्यति पाउँदैन, सस्तै पाउँछ। यहाँ चाहिँ धेरै महँगो खालको यहाँ, किनभने यो के अरे गोरेहरूको लागि यहाँ चाहिँ बजार बनाइएको छ। हाम्रो लागि चाहिँ म चाहिँ अर्को भिडियोमा लिएर आउँछु, अर्को भिडियोमा हाम्रो बजार कस्तो लाग्छ भनेर। यो त चाइनिजको भइहाल्यो। यहाँ चाहिँ दिउँसो मात्रै लाग्छ प्रायः, राति चाहिँ त्यति खासै हुँदैन। अनि हाम्रो बजारमा भनेपछि राति पासामला भन्छ, यता पासामला भन्छ। त्यसमा चाहिँ हामीले किन्न सकिन्छौँ, यसमा चाहिँ सकिँदैनौँ। पुरा हेर्नु नि, चारैपट्टिबाट पुरै एकदम एक अर्को किस खाएको जस्तो किस खाइरहेछ, हिँडिरहेछ, कोही किनिरहेछ। जस्ट धेरै लामो रहेछ यो चाइनिजको यो बजार, अलिकति धेरै लामो लाग्यो मलाई। अब पुग्न आँट्यौँ अगाडि, दोकानहरू यस्तै छ। सबै केटाकेटीहरू आफ्नो ध्यानमा हिँडिरहेछ। पुरै यहाँ चाहिँ झगडा लाग्ने त्यति खासै हुँदैन, आफ्नो तालमा हिँडिन्छ। यहाँ केटीहरू केटाहरू चस्माको दोकान, चप्पलको दोकानहरू धेरै पाउँदो रहेछ। दोकान जेको पनि छ प्रायः छ। यता चुरोटको के को घडी सडीको छ, कपडाको छ। यता कपडाको यो पनि डिजाइन धेरैहरू आउँदो रहेछ, कपडा सपडाहरू। यहाँ चाहिँ यत्रो मार्केटसम्म छ। फुचे भाइहरू पुरा गर्मी लागेर चाइनिजहरूलाई त छिटै गर्मी लाग्दो रहेछ। पुरै यता ल सिधै नहाट्यो, फेरि बेस लामो रहेछ यो गेट। अब फर्किने बेलामा फेरि लिनुपर्ने। यो चाहिँ सिधियो ल यति। यता सिधियो चाहिँ अब हामी चाहिँ यता लगिरहेछौँ। ठुलो टावर भन्ने ठाउँमा हेर्नु त कत्रो सुतेर हेर्नुपर्ने जस्तो देखिन्छ। पुरोले छेउमा गइरहेछौँ हामी, कस्तो हुँदो रहेछ, कहाँसम्म जाँदो रहेछ। पुरै टुप्पोमा हेर्नै नसक्ने जस्तो हुन्छ। पुरै विश्वको होला जस्तो लागिरहेछ कि, पुरा ठुलो।
हेर्नु म सिधा गरेर देखाइरहेको छु त्यो नआएर त्यस पछाडि फेरि फर्केर अब हामी यतै अब बस स्ट्यान्डतिर लागिरहेको छौँ त्यही अब बजार हुँदै जानुपर्छ यो चाहिँ घुम्ने बेलामा फर्किने बेलामा पुरै त्यति नै फेरि भिड छ केही चेन्ज छैन अगाडि जोडी गइरहेछ आज समयभरि यता चाहिँ केही पनि रोकटोक छैन पुरै आफ्नो तालमा त्यस पछाडि अनि हामी यता चस्माको दोकान बोलाइरहेको थियो हामी नजाऊँ भनेर हामीलाई अगाडि जानु दिएको छैन धेरै जुत्ताको पसल यहाँ पसलले पसल रहेछ कोही बिच्ची कि बिग्दैन थाहा छैन तर त्यो सोची जानु देखिरहेको छ अहिले यहाँ चाहिँ भिड धेरै रहेछ पुरै भिड भएको जस्तो लाग्यो पुरै घुमिरहेछ मैले यताउति कोरियनी भा हामीभन्दा पनि अल्गो के हामी पनि अल्गो एकदम हामी त कति सानो भइहाल्छौँ त नि यता दुईजना हुनुहुन्छ हाम्रो अब बस स्ट्यान्ड आउने बेला भयो आउनु लागेको छ हल्का छ अलिकति त्यो चाहिँ पुरै भिड आइरहेछ गेटनेरि सिधै नलाग्ने बेला भयो त्यही भएर छेउछेउमा धेरै जाम हुँदो रहेछ पुरा पसको दोकान जुत्ता पसलको हामी कोरियनी पुरा हामीले हेर्दै हेर्दै गइरहेछौँ यता कोरियन जाममा अब सिद्धियो अब हामी चाहिँ गइरहेछौँ यता बस स्ट्यान्डतिर गइरहेछौँ हामी यो क्रस गऱ्यौँ अब यहाँ यताबाट छिरेर नानी छ बाटोमा अनि यता हाम्रो बस लागिरहेको छ हामी